नमस्कार। म आज हजुरहरु समक्ष एउटा सानो भिडियो सन्देश लिएर आइरहेको छु र यसपालिको मेरो भिडियो सन्देश भनेको फागुन 21 गते सम्पन्न हुन गइरहेको नेपालको आम निर्वाचनसँग सम्बन्धित छ। र यो फागुन 21 गतेको आम निर्वाचन एउटा निर्वाचन मात्रै नभएर यसले चाहिँ हामी देशलाई कुन दिशामा ड्राइभ गर्न गइरहेका छौं, हाँक्न गइरहेका छौं भन्ने कुराको निर्धारण गर्ने एउटा निर्वाचन हो, एउटा परिणाममुखी निर्वाचन हो। त्यसकारण यसमा हामीले ध्यान दिनै पर्ने कुरा म मेरा नातेदार, मेरा परिवारका सदस्यहरू, मेरा इष्टमित्रहरू, मेरा साथीभाइहरू, मेरा शुभचिन्तकहरू र आम नेपाली मतदाताहरूसम्म के अनुरोध गर्न चाहन्छु भने यसपालिको आम निर्वाचन जुन फागुन 21 गते सम्पन्न हुन गइरहेको छ, यस निर्वाचनमा हामीले विगत लामो समयदेखि नेपालमा शासन गर्ने र भ्रष्टाचारमा लिप्त पार्टीका भ्रष्टाचारी उम्मेदवारहरूलाई भोट नदिनको निमित्त म हार्दिक अपिल गर्न चाहन्छु। यदि हामीले फेरि पनि हाम्रो मतको मूल्यलाई नबुझिकन भ्रष्टाचारी पार्टीका भ्रष्टाचारी उम्मेदवारहरूलाई भोट दियौं भने हामीले त हाम्रो भविष्य बिगारौं, हाम्रा छोराछोरीको भविष्य, हाम्रो नाति नातिनाको भविष्य र समुच्च नेपाल जस्तो सुन्दर देशकै भविष्य हामीले बिगार्न गइरहेका हुन्छौं। त्यसकारण यसपालिको चुनावमा भ्रष्टाचारमा लिप्त पार्टीका भ्रष्टाचारी उम्मेदवारहरूलाई भोट नदिनको निमित्त म हार्दिक अपिल गर्दछु। यसो भनिरहँदा मैले धेरै उम्मेदवारको बारेमा त म बोल्दिन, तर म केही उम्मेदवारको बारेमा यहाँहरुसँग निवेदन गर्न चाहन्छु। मैले निवेदन गर्ने उम्मेदवार भनेको झापा 5 को बालेन शाहलाई भोट दिनु होला, सर्लाही 4 को अमरेश कुमार सिंहलाई भोट दिनु होला, चितवन 2 को रवि लामिछानेलाई भोट दिनु होला र भक्तपुर 2 को राजीव खत्रीलाई भोट दिनु होला। यदि तपाईहरुले मैले उल्लेख गरेका उम्मेदवारलाई भोट दिएर जिताउनु भयो भने नेपालको भविष्य परिवर्तन गर्नुको निमित्त, नेपालमा भ्रष्टाचार मुक्त शासन ल्याउनको निमित्त, नेपालमा सुशासन कायम गर्नको निमित्त धेरै ठूलो सहयोग पुग्नेछ। मैले लामो समयदेखि नेपालमा भ्रष्टाचार विरोधी अभियान चलाइरहेको एउटा भ्रष्टाचार विरोधी अभियन्ताको नाताले मैले हजुरहरु समक्ष निवेदन गरेको छु। मेरो निवेदनलाई अन्यथा नसम्झिकन यसपालि भ्रष्टाचारीलाई भोट नदिनु होला, म हार्दिक निवेदन गर्न चाहन्छु। धन्यवाद।